हेलो साथीहरू, यो बाटो देखेर तपाईँ चिन्नुभयो होला। यो चाहिँ बाघपुलको बाटो हो। आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्दा चाहिँ ओत्लाबारी बिहामा जाँदैछौँ। स्वर चाहिँ मेरो अस्ति निकालेको थिएँ, खराब भइरहेको छ। अनि यो चाहिँ बाइकमा जाँदै गर्दा चाहिँ मैले चोटकरीमा सानो भिडियो लिएको छु। अनि मलाई जाँदाखेरि यो जग्गा चाहिँ मलाई साह्रै मनपर्छ है। अनि हामी ओत्लाबारी यहाँनिर हाट आयो। यहाँबाट चाहिँ भित्र बस्ने जग्गा छ जहाँ चाहिँ हामी बेहुलाको घरमा जाँदैछौँ, मानाबारी है। अनि यो चाहिँ ममता दिदीले बनाइदिनु भएको घर हो। घर चाहिँ जङ्गलले घेरिसकेको छ, ऐनाहरू पनि फुटेको छ, मान्छे चाहिँ कोही बस्दैन रहेछ। यो चाहिँ मैले कतिपल्ट देखिसकेँ तर मान्छे चाहिँ देखेको छुइनँ। अनि सानो आफूलाई पनि भिडियो लिएको, स्वर यस्तो भएकोले गर्दाखेरि चाहिँ गुट्टु मुटु गरिरहेको थिएँ म। हिँडेको यहाँ चाहिँ तामाङ सेलो गीत हुँदै थियो तर तामाङ सेलो पनि प्रभुको गीत हुँदै थियो। अनि गीतहरू पनि गाउनु थियो। उहाँ चाहिँ पास्टर राजेश खालिङ हुनुहुन्छ। धीमे धीमे रात का सन्नाटा टूटता